जय मसीह सबैजनालाई। आज हामी चाहिँ स्याटरडे मार्केट गएको थियौँ यसरी। अनि स्याटरडे मार्केटमा चाहिँ धेरै थरीका अनि धेरै प्रकारको भेजिटेबलहरू यसरी बेच्न ल्याउनुहुन्छ उहाँहरूले। अनि यो चाहिँ एकदमै नेपालको सम्झना गराउँछ। नेपालमा पनि हटिया बजारमा भुइँ बजार लाग्छ। यो पनि स्याटरडे चाहिँ हाम्रो न्युजिल्यान्डमा यसरी हटिया लाग्छ। स्याटरडे एभ्री मर्निङ 1 बजीसम्म लाग्छ। अनि भुइँ बजार हो यो चाहिँ। अनि धेरै प्रकारको भेजिटेबलहरू यसरी फलाएर गाउँबाट लिएर आउँछ यसरी बिक्री गर्नको लागि हटियामा। अनि आज चाहिँ मेरो परिवार गएको थियौँ डुल्नको लागि। धेरै थरीका छन्। यहाँ धनियाँ पनि छ, बन धनियाँ एक प्रकारको मिठो हुन्छ यो धनियाँ पनि। अनि मेरो श्रीमतीले चाहिँ रायोको साग अनि यो के साग हो। अनि मेरो छोराले चाहिँ अनारस बोकिरहेछ किन्ने भनेर। अनि त्यहाँ लाउँदैछ बाकेटमा। यसो घुम्नु गएको धेरै रमाइलो पो लाग्यो। धेरै दिनको बादमा गएको थियो, धेरै रमाइलो भयो। अनि धेरै मजा पनि आयो घुम्नको लागि।